नमस्कार दर्शकबिनहरु, आजको यस नयाँ भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा तपाईहरुलाई बताउने छु कि जुन निमाविको परीक्षा अब आउन लागेको छ त्यसको हाम्रो चाहिँ कक्षा सञ्चालन भइरहेको छ। यो चाहिँ हाम्रो युट्युब च्यानलको द्वारा भइरहेको छ र तपाईहरुले फेसबुक पेज मार्फत नै हेर्न सक्नुहुन्छ। तपाईहरुले के यहाँ अध्यापन अनुमति पत्र नमुना परीक्षा भनेर चाहिँ हाम्रो नमुना हुन्छ मोडल क्वेशन सिट र भर्खरै हिजो पनि हामीले माविको परीक्षा भएको थियो त्यसको भिडियो हालेको थियो र त्यसको भिडियो यदि तपाईहरुले हेर्नु भएको छैन भने माथि आई बटनमा आइराको होला, त्यहाँबाट तपाईहरुले हेर्न सक्नुहुन्छ। र त्यसपछि हामी जान्छौं ढिलो नगरिकन एकदमै यो प्रश्नतर्फ र जम्मा 50 वटा छ यो मा भन्देखि आज चाहिँ हामी चाहिँ 25 वटा क्वेशनहरु हेर्ने छौं आजको भिडियोमा। र तपाईहरुले हेर्न सक्नुहुन्छ अध्यापन अनुमति पत्र नमुना परीक्षा निमाविको लागि विशेष तयारी कक्षा हो यो चाहिँ। अनि पूर्णांक जम्मा तपाईहरुको 100 नम्बरको हुन्छ, 50 वटा प्रश्न हुन्छ। यो चाहिँ सामान्य ज्ञान र शिक्षाबाट लिएको छ है र पास हुन कम्तीमा तपाईलाई 50 नम्बर चाहिन्छ है, 25 वटा टिक लाउनु पर्ने हुन्छ। र 1 नम्बरमा सोधेको छ नेपालको संविधान 2072 अनुसार उच्च शिक्षाको अधिकार कुन सरकारलाई प्रत्यायोजन गरिएको छ? संघीय सरकार हो कि प्रदेश सरकार हो कि संघीय र प्रदेश सरकार हो कि स्थानीय सरकार हो? यसको सही उत्तर के रहेको छ? यदि तपाईहरुलाई आउँछ भने कमेन्ट गर्नु होला अथवा 1 नम्बरको आन्सर अप्सन नम्बर यति राइट आन्सर हो भनेर भन्नु होला। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी प्रदेश सरकार। जस्तै कि मैले यहाँ हाइलाइट गर्दै र त्यसपछि हामी जान्छौं अब क्वेशन नम्बर बी तर्फ। बी नम्बरमा के सोधेको छ भन्देखि 2 नम्बरमा शिक्षा ऐन 2028 अनुसार तोकिएको जिम्मेवार पूरा गर्न नसकेमा विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्ने अधिकार देहाय मध्ये कसलाई दिएको हुन्छ? स्थानीय निकायलाई हो कि जिल्ला शिक्षा निकायलाई हो कि जिल्ला शिक्षा समितिलाई हो कि विद्यालय निरीक्षकलाई? त्यसको सही उत्तर के हो भन्देखि यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी जिल्ला शिक्षा समितिलाई चाहिँ त्यो अधिकार दिएको हुन्छ। त्यस्तै अब हामी जान्छौं क्वेशन नम्बर डी 3 तर्फ। अनिवार्य तथा निशुल्क शिक्षा नियमावली 2077 बमोजिम छात्रवृत्ति व्यवस्थापन समितिको बैठक सम्बन्धी के व्यवस्था छ? छात्रवृत्ति व्यवस्थापन समितिको बैठक प्रत्येक वर्षमा कम्तीमा 2 पटक बस्ने छ। छात्रवृत्ति व्यवस्थापन समितिको बैठक आवश्यकता अनुरूप बस्ने छ। र अर्को छ छात्रवृत्ति व्यवस्थापन समितिको बैठक प्रत्येक महिना बस्ने छ। र अर्को छ छात्रवृत्ति व्यवस्थापन समितिको बैठक एक वर्षमा एक पटक बस्ने छ। यसको सही उत्तर के रहेको छ भन्देखि यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए छात्रवृत्ति व्यवस्थापन समितिको बैठक प्रत्येक वर्ष 2 कम्तीमा पनि 2 चोटी चाहिँ बस्नुपर्ने हुन्छ। त्यस्तै अब हामी जान्छौं प्रश्न नम्बर 4 तर्फ। शिक्षक सेवा आयोग नियमावली 2057 बमोजिम 200 जना शिक्षक पद रिक्त रहँदा 500 जना परीक्षार्थीले परीक्षामा समावेश भई 180 जना लिखित परीक्षामा उत्तीर्ण भए भने अन्तर्वार्तामा लागि कति लिखित परीक्षामा सफल परीक्षाको नाम प्रकाशन गरिनेछ भनेर भनेको छ। र यसको सही उत्तर के रहेको छ तपाईहरुले कमेन्ट गर्नु होला र यसको अप्सनहरु हेर्न सक्नुहुन्छ। 90 जना 120 जना 160 जना र 222 जना भनेर दिएको छ। यसको सही उत्तर कति हो भन्देखि यसको सही उत्तर रहेको छ यहाँ अप्सनमा दिएको छैन। यसको सही उत्तर के हो भन्देखि तपाईहरुले कमेन्ट गर्नु होला। यसको सही उत्तर रहेको छ 96 है। यसको चाहिँ आन्सर यहाँ अप्सनमा गलत दिएको रहेछ। यसको सही उत्तर रहेको छ 96 जना। त्यसपछि अब हामी जान्छौं 5 नम्बर तर्फ। 5 नम्बरमा के सोधेको छ भन्देखि 15औं योजनाले लैंगिक समानता तथा महिला सशक्तिकरणका लागि कस्तो नीति लिएको छ? लैंगिक संवेदनात्मक राष्ट्र, लैंगिक विभेद रहित राष्ट्र, समावेशी राष्ट्र र लैंगिक उत्तरदायी शासन व्यवस्था। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए यो लैंगिक संवेदनात्मक राष्ट्र है। त्यसपछि हामी जान्छौं 6 नम्बर तर्फ। 6 नम्बरमा के सोधेको छ भन्देखि नेपालमा सर्वप्रथम
दूर शिक्षा कुन पद्धतिबाट सुरु भएको हो? पत्राचार विधि है, पत्राचार विधि। त्यसपछि अर्को दिएको छ सामूहिक अध्ययन केन्द्र, त्यसपछि अर्को दिएको छ घुम्ती विद्यालय, त्यसपछि अर्को छ रेडियो विद्यालय। यसको सही उत्तर के रहेको छ भनेदेखि यसको सही उत्तर रहेको छ रेडियो विद्यालय, शिक्षा विद्यालय होइन, रेडियो शिक्षा। त्यसपछि हामी जान्छौँ 7 नम्बरतर्फ। विद्यालय क्षेत्र सुधार योजनाले मूलत विद्यालय तहमा कस्ता खालका व्यावसायिक सिपमा जोड दिएको छ त है? प्राविधिक सिप हो कि व्यवहारिक सिप हो कि साधारण व्यावसायिक सिप हो कि अनौपचारिक सिप हो? यसको सही उत्तर के रहेको छ? प्रश्न नम्बर 7 को यसको सही उत्तर रहेको छ साधारण व्यावसायिक सिप। त्यस्तै अब हामी जान्छौँ 8 नम्बरतर्फ। 8 नम्बरमा के दिएको छ भनेदेखि अन्तर्दृष्टि सिकाइमा तलका मध्ये कुन पक्षको भूमिका कम रहन्छ है? यहाँ क्वेसन, अन्तर्दृष्टि सिकाइमा तलका मध्ये कुन पक्षको भूमिका चाहिँ एकदमै कम रहन्छ त? प्रश्न नम्बर 8 मा सोधिएको छ। जस्तै अप्सनहरू दिएको छ अभ्यास, समायोजन, प्रत्यक्षीकरण, केन्द्रीय मध्यस्थता। यसको सही उत्तर के रहेको छ त? यसको सही उत्तर रहेको छ अभ्यास, अप्सन नम्बर ए है। त्यसपछि हामी जान्छौँ 9 नम्बरतर्फ। जन्मजात प्रेरक तत्व कुन हो? उत्सुकता, सहयोग, सहानुभूति, प्रवृत्ति मूल। यसको सही उत्तर के रहेको छ त? 9 नम्बरमा सोधेको छ। 9 नम्बरमा सोधेको भने यसको सही उत्तर रहेको छ प्रतिस्पर्धा है, प्रतिस्पर्धा। यहाँ दिएको छैन, यो चाहिँ प्रतिस्पर्धा रहेको छ। यहाँ लेख्न अलि मिस्टेक भइरहेछ, प्रतिस्पर्धा है यसको सही उत्तर चाहिँ। अप्सन नम्बर डी मा हुन्थ्यो त्यो। 10 नम्बरमा सोधेको छ फेरि शिक्षा ऐन 2028 को कतिऔं संशोधनले शिक्षक पदको उम्मेदवार बन्न अध्यापन अनुमति पत्र अनिवार्य गरेको छ है? शिक्षा ऐन 2028 को कतिऔं संशोधनले चाहिँ शिक्षक पदको उम्मेदवार बन्न अध्यापन अनुमति पत्र अनिवार्य गरेको हो त? 6औं संशोधन हो कि 7औं संशोधन हो कि 8औं संशोधन हो कि 9औं संशोधन हो? यसको सही उत्तर रहेको छ 7औं संशोधन। त्यस्तै अब हामी जान्छौँ 11 नम्बरतर्फ। 11 नम्बरमा के सोधेको छ भनेदेखि विद्यालय र समुदाय बीचको सम्बन्ध स्थापना सहजीकरण गर्न मुख्य भूमिका कसको हुन्छ? विद्यालय र समुदाय बीचको सम्बन्ध स्थापना सहजीकरण गर्न मुख्य भूमिका कसको हुन्छ त? 11 नम्बरमा सोधिएको छ। बालबालिकाको हो कि अभिभावक हो कि प्रधान अध्यापक हो कि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हो है? यसको सही उत्तर रहेको छ प्रधान अध्यापकको, अप्सन नम्बर सी। त्यस्तै अब हामी जान्छौँ 12 नम्बरतर्फ। 12 नम्बरमा के सोधेको छ भनेदेखि शिक्षा ऐन 2028 अनुसार शिक्षा सम्बन्धी जिल्ला स्तरीय योजना कसले तर्जुमा गर्दछ है? यसको अप्सनहरू हेर्न सक्नुहुन्छ। अप्सन नम्बर ए मा दिएको छ विद्यालय व्यवस्थापन समिति, अप्सन नम्बर बी मा दिएको छ सम्बन्धित पालिकाको परिषद, अप्सन नम्बर सी मा दिएको छ गाउँ वा नगरपालिका, त्यस्तै अर्को दिएको छ जिल्ला शिक्षा समिति। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी, जिल्ला शिक्षा समिति। त्यस्तै अब हामी जान्छौँ 13 नम्बरतर्फ। र यो भिडियोमा हामीले जम्मा 25 वटा प्रश्न मात्र हेरेको छौँ, जुन चाहिँ सेट 1 रहेको छ। त्यसपछि हामी अर्को भिडियोमा हेर्छौँ, नभए एउटा भिडियो एकदमै लामो हुने हुन्छ। र त्यस्तै हामी जान्छौँ 13 नम्बरतर्फ। विद्यालय र समुदायको सम्बन्ध बढाउन शिक्षक अभिभावक संघले खेल्ने उपयुक्त भूमिका कुन हुन् है? खेल्ने उपयुक्त भूमिका चाहिँ कुन होला त? यहाँ हेर्ने उत्प्रेरकको भूमिका, समन्वयात्मक भूमिका, रचनात्मक भूमिका, प्रतिनिधित्व। यो अप्सन नम्बर डी मा सोधेको छ प्रतिनिधित्वात्मक भूमिका। यसको सही उत्तर के रहेको छ त? अप्सन नम्बर डी चाहिँ यसको सही उत्तर रहेको छ। अर्को छ 14 नम्बरतर्फ। शिक्षकको पेशागत विकासका लागि तालिम कार्यक्रमको पहिलो चरण कुन हो है? तालिम आवश्यकता पहिचान, तालिमको उद्देश्य निर्धारण, पाठ्यक्रमको निर्माण, तालिम कार्यक्रम कार्यान्वयन। 14 नम्बरमा सोधेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, तालिम आवश्यकता पहिचान गर्नु है। अब त्यो शिक्षकलाई कुन तालिमको आवश्यकता छ त्यो तालिम चाहिँ पहिचान गर्न सक्नुपर्ने हुन्छ। त्यस्तै अब हामी जान्छौँ 15 नम्बरतर्फ। 15 नम्बरमा के सोधेको छ भनेदेखि शिक्षकलाई शैक्षिक तालिम प्रदान गर्न हाल कतिवटा शिक्षा तालिम केन्द्र रहेका छन् त? 7 वटा हो कि
9वटा हो कि 11वटा हो कि 29वटा हो? यसको सही उत्तर रहेको छ अहिलेसम्म हाम्रो देशमा चाहिँ जम्मा 7वटा चाहिँ तालिम शिक्षा तालिम केन्द्र चाहिँ रहेका छन्। त्यस्तै हामी जान्छौँ अब 16 नम्बरतर्फ। 16 नम्बरमा के सोधेको छ भनेदेखि शिक्षा सक्षमताको प्रारूप 2072 मा शिक्षाका लागि कतिवटा सक्षमताको व्यवस्था गरिएको छ है? 4वटा हो कि? अप्सन नम्बर बी मा दिएको छ 8वटा हो कि? त्यस्तै अप्सन नम्बर सी मा दिएको छ 6वटा, अप्सन नम्बर डी मा दिएको छ 10वटा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी जम्मा 8वटा। हाइलाइट भइसक्यो, हेर्न सक्नुहुन्छ तपाईहरुले। त्यस्तै अब हामी जान्छौँ 17 नम्बरतर्फ। गुणस्तरीय शिक्षा विकासको मापदण्ड के हो? गुणस्तरीय शिक्षा विकासको मापदण्ड चाहिँ के हो त? शिक्षक हो कि, सांस्कृतिक हो कि, सिकाइ उपलब्धि हो कि शैक्षिक वातावरण हो? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी सिकाइ उपलब्धि। त्यस्तै अब हामी जान्छौँ 18 नम्बरतर्फ। 18 नम्बरमा के सोधेको छ भनेदेखि युनिसेफले शिक्षाको गुणस्तर निर्धारण गर्न कतिवटा आयाम प्रस्तुत गरेका छन् त है? त्यस्तै हामी अप्सनहरु हेर्न सक्नुहुन्छ 3, 4, 5, 6वटा भनेर भनेको छ। यसको सही उत्तर के हो भनेदेखि 5। के हो? 5 उत्तर। त्यस्तै हामी जान्छौँ 19 नम्बरतर्फ। शैक्षिक गुणस्तर अपेक्षित रूपमा कायम हुन नसक्नुमा तत्काल मध्ये बढी जिम्मेवार पक्ष कुन उल्लेख गरेको छ त है? राजनीतिक आर्थिक पक्ष, सामाजिक सांस्कृतिक पक्ष, शैक्षिक सुव्यवस्थापन, गरिबी र भौगोलिक विकटता। यसको 19 नम्बरको सही उत्तर के रहेको छ त? यसको उत्तर रहेको छ शैक्षिक सुव्यवस्थापन है। त्यसपछि हामी जान्छौँ 20 नम्बरतर्फ। गुणस्तरीय र सान्दर्भिक शिक्षाको मुख्य समस्या कुन हो त? गुणस्तरको राष्ट्रिय मानक तथा मापदण्ड विकास नहुनु हो कि अरु? यहाँ हेर्न सक्नुहुन्छ गुणस्तरीय परीक्षण गर्ने कार्यको थालनी नहुनु, विद्यालय व्यवस्थापन समिति, एकीकृत कानुनी व्यवस्था नहुनु। यसको सही उत्तर के हो भनेदेखि यसको सही उत्तर अप्सन नम्बर ए नै रहेको छ, यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। र त्यसपछि हामी जान्छौँ 21 नम्बरतर्फ है। अब केही 4वटा प्रश्न बाँकी छ जसबाट 5वटाबाट म 4वटाको उत्तर भन्छु। एउटाको उत्तर पछि तपाईहरुले कमेन्ट गर्नुपर्ने हुन्छ। र नेपाल सरकारले विक्रम सम्वत 2065 देखि सरकारी कार्यालयमा नागरिक बडापत्रको अनिवार्य प्रयोग गर्ने भन्ने क्षतिपूर्ति सहितको नागरिक बडापत्रको लागू कहिलेदेखि भयो है? 2062 वैशाखी गते हो कि? 2070 वैशाखी गते हो कि? 2070 श्रावण गते हो कि? 2072 वैशाख गते। यसको सही उत्तर के हो भनेदेखि 2070 वैशाख गतेदेखि लागू गरेको। त्यस्तै अब हामी जान्छौँ 22 नम्बरतर्फ। विद्यालयमा अभिलेख व्यवस्थापनको प्रमुख दायित्व कसको हुन्छ? अभिलेख व्यवस्थापनको प्रमुख दायित्व चाहिँ कसको हुन्छ भनेदेखि विद्यालय व्यवस्थापन समितिको, प्रधानाध्यापकले तोकेको शिक्षकको, लेखापालको। यसको सही उत्तर रहेको छ प्रधानाध्यापकको है। त्यस्तै अब हामी जान्छौँ 23 नम्बरतर्फ। विद्यार्थीले प्राप्त गरेका महत्त्वपूर्ण उपलब्धि, आचरण, बानी र सुझावहरू समेत समावेश भएको अभिलेखित तलका मध्ये कुन हो है? विद्यार्थी प्रगति विवरण अभिलेख, सञ्चित अभिलेख, घटनावृत्त अभिलेख र रुजु सूची है। यसको सही उत्तर के हो भनेदेखि यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी सञ्चित अभिलेख। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले अन्डरलाइन भइसकेको छ। त्यस्तै अब हामी जान्छौँ 24 नम्बरतर्फ। कक्षा कोठा व्यवस्थापन र शैक्षिक सामग्रीको संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण भूमिका कसको रहन्छ? शिक्षकको हो कि, विद्यार्थीको हो कि, प्रधानाध्यापकको हो कि, विद्यालय व्यवस्थापन समितिको? यसमा सही उत्तर रहेको छ शिक्षकको। 24 नम्बरमा हेर्न सक्नुहुन्छ अप्सन नम्बर ए नै सही उत्तर रहेको छ। र अहिलेसम्म तपाईहरुले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन, च्यानल सब्स्क्राइब गरी हामीसँग जुड्न सक्नुहुन्छ। र आजको लास्ट प्रश्न जसको उत्तर तपाईहरुले दिनुपर्ने हुन्छ, कक्षा कोठामा शिक्षकले विषयवस्तु प्रस्तुत गर्नुभन्दा अगाडि पूर्व पाठको बारेमा सिकारुलाई प्रश्न सोध्नुको मुख्य उद्देश्य के हो भनेको? अब कुनै पनि कक्षा कोठामा के हुन्छ भनेदेखि शिक्षक है, टिचरले के गर्छ भनेदेखि हिजो पढाएको पाठको बारेमा चाहिँ सिकारुलाई चाहिँ विद्यार्थीलाई चाहिँ केही प्रश्न सोध्छ। त्यसको मुख्य उद्देश्य के हो त है? मुख्य उद्देश्य के हो? अब यहाँ मूल्याङ्कन गर्नु हो कि उपचारात्मक शिक्षण गर्नु हो कि? यो अन्डरलाइन भइसक्यो, हाइलाइट भएको छ, यो चाहिँ होइन है। उत्प्रेरणा
जगाउन हो कि सिकाइको स्तर अभिवृद्धि गर्ने? यसको सही उत्तर के हो तपाईहरुले तल कमेन्ट गर्नुहोला है। आजको भिडियो यति भन्दै भोलिदेखि हामी 26 नम्बरदेखि फेरि थप पढ्नेछौँ। फेरि 26 देखि 50 सम्म भोलिको कक्षामा हुनेछ भनेदेखि आजको लागि यति भन्दै जय नेपाल।